यो लकमा चाहिँ तपाईँ खोल्नलाई पहिला यो हेर्नु होला है, यसमा कुनैमा नि तपाईँको ग्याप देखेको छैन। जस्तो तपाईँको यसमा हेर्नुहोस् है, एउटा ग्याप देखियो, यसमा नि ग्याप देखियो, यसमा नि ग्याप देखियो है। यो ग्याप चाहिँ तपाईँको तिनवटाको ग्याप एकैतिर फर्केको हुनु पर्यो हजुरको। जस्तो यस्तो ग्याप देख्दा तिनवटामा ग्याप देखाएको छ, तर यो यसको अर्कोतिर फर्काएको छ, यो दुईवटा चाहिँ एकैतिर फर्काएको छ होइन। यसलाई सेम डिरेक्सनमा फर्काउने है, सेम डिरेक्सनमा फर्काउने। अनि यो माथिको जुन नम्बर हुन्छ, यो नम्बर पनि क्लियर आउनु पर्यो। हेर्नुहोस्, यसको तपाईँको यो नम्बर तपाईँको एउटा अलिकता छड्केको छ, यसलाई चाहिँ तपाईँको क्लियर बनाउनु पर्यो। जस्तो यसमा हेर्नु होला, छड्केको छ, यसलाई यस्तो ठ्याक्कै क्लियर नम्बर निकाल्नु पर्यो है, सेम। अनि त्यसपछि तपाईँको 1 1 यसरी ट्राई गर्दै जाने है, एकवटा गरेर ट्राई गर्दै जाने। 1 1 1 यसो तपाईँको क्लियर राखेर ट्राई गर्नुभयो भने यो तपाईँको ठ्याक्क खुल्छ है।